त्यो त तपाईहरुको हाम्रो केपी ज्यूले चाहिँ भन्नुहुन्थ्यो प्रधानमन्त्रीज्यूलाई नमस्कार तपाईले कब्जा भन्नुभएको थियो त्यो घरको कब्जा हो कि जस्तो लाग्यो कि हजुर त्यो अलि विचार गरेर बोल्नु पर्यो कब्जा गर्नु भने के कब्जा हो ढोकाको कब्जा हजुर प्रधानमन्त्रीज्यू तपाईहरुलाई सिनो पानी थेरापी दिनु पर्यो हाम्रो अरु होइन सत्यको विजय हुन्छ यता देश र जनता बचाउनु छ रात दरबारमा हाम्रो राजा जानुहुन्छ भनेर 3टा घेरा सुरक्षा निकाय राखेर गोली हान्न समेत आदेश दिएर राखेको छ तिमीलाई लाज छैन तिम्रो कहिले आउँछ सुशासन तिम्रो बुद्धि कहिले आउँछ कुखुरा बनाउँछौ तिमीहरुलाई कुखुरा बनाएर चोक चोकमा राखेर तिम्रो झोले झाम्टेहरुलाई तिमीहरुलाई कुखुरा बनाएर अब आइन्दा उपरान्त मैले गल्ती गरे म सुध्रिन्छु राष्ट्र एकतामा एक हुन्छु अखण्ड नेपालमा एक हुन्छु भनेर नभनेसम्म तिम्रो खैरात छैन नेपाली जनताले गरेको आन्दोलन हो र नेपाली जनताको साझा आन्दोलन हो हाम्रो संरचना पुरानो राजाले बनाएका कति तोडे यी कुवंशी कलिका कंस हुन् कंस हामी भनेका कृष्ण हौ यसरी सडकमा तपाईहरु उफ्रेर राजा आउँछ त राजा किन राजा कहाँ जान्छ तिनी कसरी आछ तिनी कसरी आछ भन्नुस् न के बेला राजा कहाँ जानु त्यो विदेशमा नेताहरूले भनेका राजा हैन तपाईहरुको राजालाई यहाँ नराखेको भए देश छोड्न बाध्य पनि गर्थ्यो राजा भनेको सादा हो राजाले भनिसक्यो कसरी देशलाई यसरी आज हाम्रो नेता हो जन्मारा गणतन्त्र दिवस हैन राजतन्त्र मेरो होमराज सेनाई गणतन्त्रको